शान्तबहादुर बस्नेत जाजरकोटबाट बुढी सहित छोरो लाउरे बनाएर आज 5 दिन भयो इन्द्रणीमा जाजरकोटदेखि गीतै गाउन भनेर आउनुभएको, उहाँलाई पनि धेरै धन्यवाद छ। नाम के हो हजुरको? मेरो शान्तबहादुर बस्नेत। शान्तबहादुर बस्नेत। को आउनु भएको छ? हाम्रो बुढाबुढी नै आछौँ। शान्तबहादुर बस्नेत दाइ घर जाजरकोट कुन ठाउँमा हो? जुनी चाँदे 5 नम्बर हो सर। मैले चाहिँ अब ठाडी भाका गाउने सोच गरेको छु। जुनी चाँदे गाथा सुन्नु होला, मा सुनाउँछु जुनी चाँदे गाथा। यहाँको सगर माथा चाँदे हिमाल, कुसे हिमाल यहाँको सगर माथा भन्ने गर्थे पहिले कोरताङ मचिकोट दगरी खाकोट भन्ने गर्थे पहिले। भएको छ अहिले 4 गाविसको एक पालिका भएको छ अहिले। कोर्या कोही छ एकदेखि 11वटा, नङ्सा कोर्या कोही छ ठडक जोर्या कोही छ, बत्ती पनि जोरिउनै छ, सडक जोर्या कोही छ। 1 नम्बर कार्की गाउँ नारायण मन्दिर सीता गुफा, 1 नम्बर कार्की गाउँ मानिए छ ठाउँ 2 नम्बरको भैरव मागिए रमानिए छ ठाउँ। साना खोला माथि 2को गाउँपालिका तल साना खोला। ईर्ष्या छैनौ होला पराल्याइने लाभेट भएको, ईर्ष्या छैनौ होला। अरे नम्बर लुवा गाउँ जाते झरना ढुङ्गे देवल, नम्बर लुवा गाउँ सौन्दर्य छ यो ठाउँ पर्यटकको मन लोभ्याउने, सौन्दर्य छ यो ठाउँ। जजायाको दुनी सल्ली राम्रा शिवपुरी, जजायाको दुनी न्याका मोनी 5 नम्बरको गणेश मन्दिर, घिम्याका मुनि भीमसेनका चुला 6 नम्बरको मस्त मन्दिर, घिम्या
चुलाए धरना ठुला ठुला डार्क गुफा बासुधारा झरना ठुला ठुला 7 नम्बरको जुनी मगर जाति बाहुल्यता 7 नम्बरको जुनी चाँदे हिमाल मुनि अमूल्य छन् जडीबुटी चाँदे हिमाल मुनि ओडा नम्बर 8 मा सिद्ध गुफा पोखरीमा ओडा नम्बर 8 मा पञ्चदेवका साथमा 9 नम्बरको पञ्चमन्दिर पञ्चदेवका साथमा 10 को शिल्पा चौर पराविधिक शिक्षालय 10 को शिल्पा चौर चाइराउन ठौर पाया भिडकालीका मन्दिर चाइराउन ठौर 11 मेसुको डाँडैमा देउराली मन्दिर 11 मेसुको लाग्यो कि मरमा चोर तागाई मेला गीत गायाको लाग्यो के मरमा चोर जुनी चाँदे गाउँपालिकाका सबै वार्डका सबै पर्यटकीय र धार्मिक स्थल भन्नुभयो होइन? हजुर सर 11वटा वडाका चाहिँ त्यहाँका मठ मन्दिरहरू त्यहाँको धार्मिक स्थल अब चैत्य गुम्बा त्यो सबैलाई जोडेर चाहिँ मैले कहिले बनाउनु भयो यस्तो गीत? मैले चाहिँ अस्ति भर्खरै चाहिँ आएको म हेटौडामा आएँ मेरो बाबुको चाहिँ पासिङ आउट थियो त्यहाँ आइसकेपछि मैले के भने एकछिन अब इन्द्रेणीमा गएर चाहिँ आफूले आफ्नै गाउँ ठाउँको चाहिँ भूभाग त्यहाँको प्रकृति सांस्कृतिक सबैलाई चाहिँ समेटेर एउटा ठाडी भाका गुनगुनाउनु पर्छ भन्ने हेतुले म यहाँ आइपुगेको सर। खासै अब पाइयो नि गाउन पाइयो सर। मलाई गाउने अवसर दिनुभएकोमा इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हेरेर बस्नुभएका सुनेर बस्नुभएका तमाम सबै आमा बुवा दाजुभाइ दिदीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धोको पुरा भयो नि? हजुर सर आफ्नो अब धोको पुरा भयो।